राम्रो छ हुँदैन पस्यो ल घर छुटेर गएको मौरीलाई चाहिँ हामीले नियन्त्रणमा ल्यायौँ पक्रियो यो छुटेर चाहिँ यो माथि बाँसको टुप्पामा गएको थियो र यहाँ हाम्रो मनाङ भतिजसँग चाहिँ यसलाई हामीले चाहिँ पक्रियो है यहाँ सक्सेस भयो अब म चाहिँ अब कति महिनामा खानु पर्ने ए यहाँ हेर्नुहोस् है यहाँ साथीहरू यस्तो छ मह खानु चाहिँ सजिलो छैन है बहुत बहुत मेहनत छ मह खानु चाहिँ साथीहरू अब यो चाहिँ कहाँ लाउँछ अब त्यो एउटा घर बनाएर